आज भने मामु छोरी भएर बुटुलको यात्रासम्म थियौँ हामी चाहिँ। बिहानै उठिसकेपछि सबै घरको काम गरिसके पछाडि म लागेँ घरमै फलेछु। तर पहिले नै त्यति राखिरहेकी थिएँ, सब्जी चालडाल थियो र अहिले चाहिँ सब्जी केही छैन। हेर्नु साथीहरू यो को छ होला भनेको को रहेछ। मैले चाहिँ फर्स्टमा खसी काटेँ, काटिसके पछाडि यति धेरै त मलाई चाहिँदैन, त्यही पनि मैले मजाले आधा राखेँ भने आधा भने काटेर मजाले बनाइसके पछाडि मैले चाहिँ खाना बनाउन लागेँ। खाना बनाउन लाग्दाखेरि यता भने सबै काटेर राखिसकेको थिएँ। आलु बुटिसकेको थिएँ भने यता दालको लागि भने प्याज खुर्सानीहरू पुऱ्याएर दाल पहिले नै झानेर बनाएको चाहिँ मसुराको दाल मिठो हुन्छ। अनि मसुरोमा झिलिङ्गीको दाल पनि थियो, एकातिर दाल एकातिर सब्जी बनाउँदैछु म चाहिँ। अनि खानासाना पकाएर खानासाना पकाइसके पछाडि मेरो छोरीलाई उठाएँ मैले चाहिँ। अहिले चाहिँ के भएको मेरो नानी चाहिँ उठ्नै माग्दैन कि बिहानमा जति ठुलो भयो यति सुत्ने भन्छ। हेर्नु कस्तो छ अवस्था आयो, एक्जाम आयो पढाउनु पर्ला भनेको बगानमा त टेर्दै नटेर्ने कि छोरीछोरीले के भएको यस्तो। अनि सुत्दिन एकछिन भन्दै सुतिरहेको छु नि, म छिटो जानुपर्छ स्कुल त जानु पर्यो नि भने अब 8:30 बजीमा खुलाइँदैन है। अनि त्यस लगत्तै एकैछिन पनि पढ्न त मान्दिनँ, अब पछि बुझ्ने भएर पढ्दै नि। अनि छिटो गरेर आफ्नो तुलाइयो। अनि त्यस लगत्तै मैले चाहिँ स्कुल पठाएँ। स्कुल पठाउन नि गाह्रो छ साथीहरू। उठेर पनि बाहिर उठेर कता पल्टिने त्यस्तै गरी मैले बल्ल खानासाना खुलाएर रेडी गरेर स्कुल पठाएँ। अनि त्यस लगत्तै गाडी पनि आयो। अनि मेरो छोरी पनि दौडिँदै आउँदैछिन्। आज चाहिँ बुटोल जाने हिँडेर भन्दै आउँदै थिइन्। मैले बिहान भनेको थिएँ नि त, प्लिज म आज हजुरको अफिस जान्छु नि भन्दै थिइन्। ल त नि चामिर भनेर मैले चाहिँ त्यो दिउँसोको टन्टापुरी जाममा 1 बजीको जाममा मेरो छोरीलाई ल्याएर मजाले दिएँ। त्यस पछाडि मेरो छोरी अनि माइक्रो पनि गरेर मिलिसक्यो। हेर्नु न कति सुतेर कति अब 7 लागि सुतिरहेको थिएँ। अब के गर्ने गर्मी लास्टै थियो है। यो चाहिँ हो 24 गतिको भिडियो। अनि म शीतलनगर पुगिसकेँ। शीतलनगर पुगिसके पछाडि अब अरू बाटोमा क्लिपहरू ल्याउन असम्भव भयो। सम्भव त किन ल्याइनँ। अनि म सिधै गएँ अफिसमा 1-2टा काम थियो, काम पनि गरेँ भने एकैछिन त नानी खेलिनु बसेन है। एकछिनपछि दुःख दिन लाएँ, बिहानको बिस्कुटहरू पनि ल्याउने दिने खुवाउने गरिराख्नु भएको थियो। अनि त्यस लगत्तै नानीले फेरि घरजाम भएको भनेको भएर मैले फाइलहरू ल्याउन पनि बिर्सेर म चाहिँ लागेँ घरतिर भन्दाखेरि फेरि नास्ता खाना पर्यो न, भोक लाग्छ भन्दैछिन्। अनि लट्टुबाको मामातिर लगाएँ मैले चाहिँ नानीलाई। अनि खुलाउनु पऱ्यो, फर्स्ट टाइम हो नि त नानीको। अनि खुलाएँ, मिठो भयो अरे। अनि त्यस लगत्तै खानासाना खुलाएर म चाहिँ यसो बजारतिर जानु पऱ्यो नानीलाई भिडियो कपडा हेर्न भनेर म चाहिँ निस्केँ। अनि निस्के पछाडि त्यस्तै त हो, बजारमा हिँडिसके पछाडि मेरो छोरीलाई चाहिँ जे देख्यो त्यही मनपर्ने। अनि म त्यस लगत्तै 99 सपमा एउटा सामान लिन जानु थियो। अघिल्लोचोटि गएर ल्याइसकेकी थिएँ, मैले चाहिँ सामान ल्याइरहेको छु। अनि अहिले चाहिँ मैले खोजेको सामानै अहिले भ्याइरहेको रहेछ। सामान चाहिँ टनन्न आएको रहेछ, अहिले आजै भोलिमा आएको रहेछ, खोल्नै नपाउनु भएको रहेछ। एकदम धेरै सामान आएको थियो 99 सपमा। हजुरहरूलाई कस्तो लाग्छ 99 सपको सामानहरू? मलाई चाहिँ एकदम राम्रो लाग्छ। जस्तो यो प्लास्टिकको भाँडाहरूदेखि गएर सबै पाइन्छ, नपाइने भन्ने केही हुँदैन। अलिकति दालमुदेखि लिएर सबै प्रायः जस्तो सामानहरू पाइन्छ। अनि रिजनेबल प्राइस पनि हुन्छ नि त। अनि मैले चाहिँ अहिले चाहिँ त्यस्तै सामानहरू धेरै चाहिएको थिएन, 1-2टा सामानहरू चाहिएको थियो। तर त्यहाँ चाहिँ मैले खोजेको सामानै रहेन रहेछ। मेरो छोरीले चाहिँ गाडी किन्यो भनेर जिद्दी गरिरहेको थिइनँ। अब बच्चा छैन नि त, ठुलो भइसक्यो। नानी फकाएर म चाहिँ त्यहाँबाट फेरि तल झरेँ। लगत्तै मैले फेरि तल झरिसके पछाडि कति झगडा गर्छु, चाहियो भने चाहिँ चाहियो हुन्छ। अनि मैले अरू भनेर फकाइ तल झारेँ। तल झारिसके पछाडि मैले चाहिँ एकदम हेर्छु भनेर गएको आउनको लागि, तर पर्दैन भन्नुभयो। त्यस लगत्तै म उसको पसलमा गएर हेर्नु छोरी समातेर हिँडेछु। अब के चाहिन्छ उनलाई लिएर आएँ। अनि हामी त्यतिबाट उसको पसलबाट फेरि माथितिर गयौँ। नास्पाती कति राम्रो देख्यो भने के राम्रो आएको रहेछ। अनि नास्पाती फलफुलहरू यताउति लिएर आयो। नानी आइसक्रिम खानु भने के खाने सब्जी आयो बजारभरि। दुईवटा हब्बु भयो। अनि त्यस पछाडि आलुको जाने सोचमा आएर मलाई चाहिँ लास्ट खानु मन लागेको थियो।
परिवार थियो यता खैरिनतिर आउँदा चाहिँ बेग्लै पानी परेको रहेछ अनि म चाहिँ भिडियो पनि गर्दैछु अनि मेरो छोरी चाहिँ शीतल भएको रहेछ एकदम भिडभडाट हुन्छ नि त साँझ हुनु त गाडी अहिले खुल्ला भएको भएर हुन्छ भिडियो पनि बनाएँ अनि त्यस लगत्तै अनि राम्रो चाहिँ साँझ परिसकेको थियो तर एकछिन पछाडि म चाहिँ सामानहरू उठाउँदै म चाहिँ घर आने भन्दैछु अब के छैन कि लेडिजहरूलाई हेर्नु न तेलदेखि ल्याएर मेरो छोरीले चाहिँ मेहन्दी हातमा लाउने अब हुन्छ नि जति जति गयो त्यति त्यति दिनुपर्छ अनि मैले अलिअलि सामान लिएर घर फर्केँ आजको मिनी ब्लग चाहिँ यति नै हो साथीहरू भेटौँला फेरि अर्को ब्लगमा त्यति नै निको लागि बाई बाई साथीहरू अब चाहिँ म खानासाना खाएर सुत्छु अनि त्यस पछाडि मलाई पनि सबैजनाले हेल्प साथ सपोर्ट दिने होला भन्ने पुरा विश्वासका साथ आजलाई चाहिँ यति नै ओके बाई बाई एभ्रिवान।